साथीहरू इन्द्रकला सुवेदी लगायतका साथीहरूसँग बारम्बार सेयर भएको छ। यो कुरा केही समय अगाडि सिन्धुलीमै गएका थियौँ। हामीले पटक पटक यो कुराहरू कसरी सम्बोधन गर्न सकिन्छ त्यहाँ नपुग्नु भन्दा पनि पुग्नु पर्ने रहेछ। किनभने साथीहरूको चहराइरहेको घाउमा मलम लगाऊ। 12औं राष्ट्रिय महाधिवेशनबाट 24 जिल्ला खाली भएको छ। त्यो 24 जिल्लाको आवाज कसरी प्रतिनिधित्व गराउने भन्ने कुरामा हामी गम्भीर छौँ। अब मैले मेरो प्रदेश बागमती प्रदेश कमिटीमा 6 जिल्ला साथीहरू ल्याएको छ। त्यो 6 जिल्लालाई कसरी एड्रेस गर्न सकिन्छ भन्ने सन्दर्भमा मैले अध्यक्षज्यूलाई बारम्बार यो सन्दर्भमा विचार गर्ने दिइरहेको छु। त्यसमा चितवन जस्तो सङ्गठनको एउटा चाहिँ बागमती प्रदेशकै मेरुदण्डको रूपमा रहेको चितवनले आज यो गरिमामय प्रथम विस्तारित बैठक आयोजना गरेकोमा यो विशेष गरेर सह इन्चार्ज हैसियतले र केन्द्रीय कमिटी को समेत म यहाँहरूलाई विशेष धन्यवाद टक्राउन चाहन्छु। तपाईहरूको पीडाको एड्रेस यो यही बागमती प्रदेशको पहिलो विस्तारित बैठक सम्पन्न भइसके पछाडि हाम्रो केन्द्रीय कमिटीको सम्बोधन गरेर जाने सन्दर्भमा यो ऊर्जा भर्नको लागि पनि हामीले चितवनको थलोलाई रोज्यौँ र खास गरेर आदरणीय चितवनका अध्यक्ष राजेन्द्र दराई लगायतका साथीहरू र चितवनको अभिभावक जो आज निजामती सेवाबाट अवकाश भएको यो सन्दर्भको नीतिलाई पनि हामीले सङ्गठनको मेरुदण्ड अघिल्लो पार्टीको चाहिँ संसदीय दलको नेताले पनि भन्नुभएको छ। फणीन्द्र खनाल दाइको यही कार्यक्रमबाट हामी ऊर्जाशील हुनको लागि सकारात्मक कुराहरूबाट मात्रै सुरुवात गर्नुपर्छ। हामी आफै नेता छौँ र हामीले हाम्रै साथीहरूलाई निराश हुने भर्सनहरू निराश हुने अभिव्यक्तिहरू दिनु हुँदैन। आज निजामती सेवा ऐनको सन्दर्भमा तपाईँहरूले मिडियामा सामाजिक सञ्जालहरूमा सङ्गठनले गरेको गतिविधिहरू सङ्गठन कसरी चाहिँ सक्रिय ढङ्गले लागिरहेको छ भन्ने कुरा देखिरहनु भएको छ। हिजो मात्रै हाम्रो पेशागत महासङ्घ नेपालका हाम्रा अभिभावक श्रद्धेय पुण्य ढकालको अगुवाईमा सम्माननीय प्रधानमन्त्रीलाई भेटेर झकझक्याउने काम भएको छ साथीहरू। त्यसैले हामी आशा गरौँ हाम्रा श्रद्धेय अध्यक्ष भवानी नेउपाने दाहाल र हाम्रो छात्र सङ्गठन र हामी सबैका अभिभावक सङ्गठनकै अभिभावक आदरणीय पुण्य ढकाल सर पेशागत महासङ्घ नेपालको अध्यक्ष हुन्। दोस्रो कुरा मैले अघि पनि साथीहरूलाई भने हामीले खास गरेर बागमती प्रदेशलाई कसरी सशक्त बनाउने अरू प्रदेशहरूमा धेरै भयो भनिरहन्थ्यो र त्यो धेरैभन्दा धेरै हामीले बागमती प्रदेश कमिटीलाई डाइनामिक बनाउनलाई हामी दुवै पुरुषोत्तमहरू के गर्दा क्रिएटिभ कामहरू चाहिने सुरुवात गर्न सकिन्छ, के गर्दाखेरि सबै जिल्लाहरूलाई सक्रिय बनाउन सकिन्छ भन्नेमा चिन्तित छु। हामीभन्दा धेरै चिन्ता चाहिने हाम्रो श्रद्धेय अध्यक्ष वरुण शाहलाई छ। हामीले आज रामेछापका साथीहरू आउनुभएको छ। हामीले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङलाई बिउझाउनु पर्नेछ, त्यहाँ कुदाउनु पर्नेछ, त्यहाँ दौडाउनु पर्नेछ। त्यसैले यस्ता योजना